आज चाहिँ बिहानै उठेर आज काकोमा चाहिँ प्रेजेन्टेसन रहेछ। यसो सेड्युल हेर्दाखेरि यसो बाहिर निस्केको हिउँ परिरहेको रहेछ। थोरै थोरै हिउँ परिरहेको थियो अनि ठिकै छ नि त भनेर हिँडियो। हिउँमा अब जाडो अलि धेरै नै लाग्छ नि त, त्यही भएर जाडोमा चाहिँ अब बचेर जाने भनेको। अब केही छैन, थोरै थोरै परिरहेको थियो हिँडे। छिटो निस्किनु पर्दो रहेछ, झुलो I parked my cycle. ChatGPT もプレミアムがね、あと YouTube 先生にいや、ちょっといっぱいあるよ。Yang tiga teman video mana sih? Ibu boleh tinggi. Oke,始めます。よーい、スタート。皆さんおはようございます。私たちはグループライズです。本日は私たちが準備してきたプレゼンテーションを発表させていただきたいと思います。अनि गएको प्रेजेन्टेसन सिद्धिसकेपछि चाहिँ हाप्यो भन्छ है। त्यो सिद्धिसकेपछि चाहिँ अनि हाम्रो ब्रेक भयो थियो। ब्रेकमा चाहिँ के खाने भनेर टपरी मोमो छ गएको नजिक, त्यही खायौँ। टपरी मोमोको दाई मिठो बनाउनुहुन्छ। सेन्दाईमा टपरी मोमो भनेपछि कुमारीको टपरी मोमो एकदम फेमस। पुरा त रुम पुगिन्जेल हो के हुने, रुम पुगेर लसुते है भन्दिन्छ के पुरा हुने ब्लग त। ट्राभल विथ नियन NIYAN पहिला एउटा चम्की लगाएर नि त फेस त मोमो हाउस। यो चाहिँ हाम्रो आजको लास्ट सब्जेक्ट पुगुन्जेल त सबै एकदम थकित भइहाल्ने क्या, लेजी टाइपले पढ्ने क्या। हेर्नु न, कोही सुतिरहेछ, कोही पल्टिरहेछ साथीहरूसँग। यस्तै आज 5-4:30 बजीसम्म पढ्नु पर्ने थियो, त्यही भएर होला। फाइनल्ली आजको दिन पनि सकियो। अब राम्रो अर्को भ्लगमा भेट्नेछौँ। टेक केयर।